अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने अब 7 दिन पछाडि सबै सदस्यहरूले यस बारेमा कुरा उठाउनुहुन्छ, यो सदन चल्न गाह्रो हुन्छ। अरू रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। बाँदर आतंकको कुरा यहाँ सबै सांसदजीहरूले उठाउनु भएको छ। यो बाँदर आतंकको कुरा अहिले तपाईँहरूले उठाउनु भएको छ। यो कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि यो चाहिँ उठाएको हो र यस आतंक कसरी कम गर्ने भनेर अनुसन्धान गरेर उपायहरू पत्ता लगाउनको लागि त्यो चाहिँ टिम गठन गर्दैछ र त्यो चाहिँ होला, तर संसदमा कराएर मात्रै त्यो बाँदर आतंक चाहिँ हट्ने होला छैन। किनभने बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो। यसलाई चाहिँ अहिलेसम्म कोही पनि वैज्ञानिकले यो आतंक हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले यसको एउटा उपाय निकाल्न सकेको छैन। एउटा उपायले हुँदा पनि हुँदैन। यति कुरा चाहिँ म सबैको लागि ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।